सूचना 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 बच्चा हराएको सूचना। हिजो सरस्वती पूजा थियो। सरस्वती पूजामा यो 4 जना युवाहरू प्रेम कुमार महतो, मिथिलेश, आयुष, सरफराज सर्लाही जिल्ला मलङ्गवा नगरपालिकाको छ र यो नगरपालिकाभित्रका यो बच्चाहरूको एज तपाईँ हेर्न सक्नुहुन्छ। मेरो ख्यालमा 15 वर्षभन्दा पनि मुनिको सबै बच्चाहरू छन्। यो बच्चाहरू हिजो सरस्वती पूजाको दिनमा चाहिँ भरताल सर्लाहीको एउटा जुन ठाउँ छ भरताल एकदमै फेमस ठाउँ छ, त्यहाँ घुम्न जान्छन् परिवारलाई भनेर। त्यहाँ घुम्न जाँदाखेरि 4 जना थियो, प्रेम महतो, मिथिलेश, आयुष, सरफराज। भरताल घुमिसकेपछि त्यहाँबाट प्रेम महतो भन्ने युवा जुन छ त्यो घर फर्केर आइसकेका छन्। तर अहिले मिथिलेश, आयुष र सरफराज यो 3 जना परिवारको सम्पर्कभन्दा बाहिर छ, परिवारसँग कुनै सम्पर्क भएको छैन। र जुन व्यक्ति घुमेर भरतालबाट आइसकेका छ त्यो व्यक्ति प्रेम महतोको भनाइअनुसार कि तिनीहरू नुन्थर पार घुम्न गएको छ। तर तिनीहरूको परिवारमा एउटा अननोन नम्बरबाट कल आउँछ कि यो बच्चाहरू अहिले पोखरामा छ। अब परिवारहरू एकदमै चिन्तितमा छ कि जुन बच्चासँग पैसा छैन, कम उमेरको बच्चा छ, यति लामो सफर पोखरासम्म कसरी जान सकिन्छ र कसरी गयो। परिवारहरू चिन्तित छ। सम्पूर्ण महानुभावहरूसँग आग्रह गर्न चाहन्छु भिडियोलाई सक्दो सेयर गर्नुहोस्। यो बच्चा जुन तपाईँ तस्बिर हेरिराख्नु भएको छ नेपालको कुनै पनि ठाउँमा यदि तपाईँलाई फेला पर्छ, तपाईँ यसलाई हेर्नुहुन्छ भने तुरन्तै स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्नु। यदि स्क्रिनको नम्बरमा कन्ट्याक्ट भएन भने त्यहाँको नजिक प्रहरी चौकीमा गएर यो 3 बच्चालाई बुझाइदिनुहोस्। धन्यवाद। र यो सबै बच्चा सर्लाही जिल्ला मलङ्गवा नगरपालिकाका छ। यो हाम्रो नगरपालिकाको भविष्य छ, यो हाम्रो देशको बच्चा छ, हाम्रो देशको भविष्य छ र यसलाई भविष्य जोगाउने कार्य सबैको दायित्व छ। सबैजना यो कार्यलाई गर्नुहोस् र सबैजना धेरैजना यो भिडियोलाई सेयर गर्नुहोस्, धेरैभन्दा धेरै, ताकि छिटोभन्दा छिटो यो बच्चाहरू परिवारको सम्पर्कमा आओस्। यति भन्दै बिदा लिन चाहन्छु। जय नेपाल।